नमस्कार, जय गोर्खा सम्पूर्ण मेरो गोर्खे सन्तानलाई। यो भिडियो चाहिँ मैले किन बनाएको भने मलाई बिहानै एकजना मेरो फलोवर, मलाई माया गर्नुहुने मेरो एकजना गोर्खे चेलीले मलाई एउटा भिडियो पठाएको रहेछ। अन्त साथमा उहाँले भोइस मेसेज पनि गरेको रहेछ। दादा, यो केटाले के भन्नु खोजेको, तपाईँको भिडियो तपाईँको फोटो अगाडि राखेर भन्दै थियो। अन्त मैले पनि गएर हेरेँ। त्यो भिडियो चाहिँ कहिलेको रहेछ भने एकजना बहिनी हुनुहुन्छ नि, माया लिम्बू, त्यो बहिनीको फोटो अगाडि राखेर त्यो सुबु ब्रो भन्नेले अनाप शनाप बोलेको थियो नि, त्यति बेला मैले त्यो सुबु ब्रोलाई जवाब दिएको थिएँ। त्यो भिडियो उठाएर चाहिँ त्यो भाइ बोलिरहेको रहेछ। अन्त त्यो भाइलाई मैले मेसेन्जरमा 3टा भोइस मेसेज पठाएँ। त्यहाँबाट त्यो भाइलाई मैले कल गरेँ मेसेन्जरमै। त्यो भाइले कल रिसिभ गर्यो। अन्त मेरो भोइस सुनेर एकछिन बात मार्यो होला, फोन काटिदियो। त्यहाँदेखि मैले 4 पल्ट त्यो भाइलाई कल गरेँ, त्यो भाइले रिसिभ गरेन कल। अन्त यो भिडियो मार्फत त्यो भाइलाई म भन्नु चाहन्छु, भाइ तिमीले चाहिँ गोर्खे चेली बेटीहरूलाई अनाप शनाप भन्दाखेरि तिमी सुन्नु सक्छौ होला कि म चाहिँ सुन्नु सक्दिनँ नि, बुझ्यो होइन? अन्त पहिला पुरा बुझ्नु, त्यसको बात बोल्नु है ल, त्यसको बात बोल्नु नि तिमी, बुझ्यो होइन? हिजो अस्ति एकजना मेरो फोटो लगाएर निकै भुकिन्थ्यो। डल्लै भिडियो आफ्नो पेजबाट त्यसले डिलिट गर्यो। अन्त त्यसको सेकाइ पनि राम्रो भएको छ। त्यो भिडियो हालेको छुइनँ नि मैले सोसल मिडियामा, त्यसलाई सेकाइ गरेको, बुझ्यो होइन? कसैले तिम्रो दिदी बहिनीको फोटो भिडियोको स्क्रिनको अगाडि राखेर अनाप शनाप बोल्दैछ भने नि तिमीले चाहिँ सुन्नु सक्ने रहेछौ, बुझ्यो होइन? तर म सुन्नु सक्दिनँ। चाहे तिम्रो दिदी बहिनी होस्, चाहे मेरो दिदी बहिनी होस्, चाहे मेरो अरू गोर्खे चेली बेटी होस्, कसैको पनि फोटो भिडियोको स्क्रिनको अगाडि राखेर कसैले अनाप शनाप बोल्दैछ भने नि म चाहिँ विरोध गर्छु नि। अन्त तिमीले के अरे मलाई बुढो अरे, औ कुनै दिन आम्ने सामने तिमीलाई म पेन्टमा मुताइदिएन रहेछु भने नि म पनि तामाङको बच्चा होइन नि।